गुड मर्निङ गाइस। कस्तो के हुन्छ तपाईहरु आशा गर्छु सबैजना सन्चै सुबिस्ते। म पनि सन्चै छु। सन्चै भन्दा पनि म अलिकति सन्चै छु, तर आज कोही फनी भिडियो होइन र कोही कमेडी पनि होइन र आज व्यापार पनि छैन। व्यापार छैन भन्दा यो मेरो छोरो अलिकति सन्चो छैन हो। यसलाई यो के भएको छ कि नि खोकेको यस्तो खोक चाहिँ यस्तो खोक छ अनि यसलाई गर्दा अलिकति मेडिकल लानुपर्ने भएर हामी निस्केका। बाबु नखोक, यस्तो अलिक खोक छ यसले। के हो यो कति दिन भयो खोकी यसको निको हुँदैन र यो खोकीको लागि यसलाई अलिकति म मेडिकल लिएर जानुपर्ने भएर गाइस निस्किए। अब म र मेरो छोरो हाई भन्दा बाबु अनि मेरी श्रीमती यता आएर क्यामेरातिर है, यता आएर क्यामेरामा हाई भन। छोराले मलाई कुट्न आउँछ गाइस, के गर्नु। ए जाउँ जाउँ जाउँ, लु रेडी रेडी भयो र गाइस। अब बाइकमा हिँड्ने अलिक मौसम पनि पानी पानी पर्ला जस्तो हुँदैछ, तर पानी चाहिँ परिहालेको छैन है। पानी नपरे चाहिँ हुन्थ्यो र अब म निस्केँ मेरो छोरोलाई लिएर अलिकति मेडिकल लिएर जानुपर्ने भयो। सन्चो छैन, खोकै खोकै छ यसले र हामी अब बाइकमा जान निस्केका। ल चलो बाबु यता आइज, यता आइज, बाइक निकाल्छु म। ल मोबाइल समात, यसरी यसरी मोबाइल समात, मोबाइल समात। ए घुमाएर यता घुम्न त, मान्छे चाहिँ घुम्न ला त, यसरी यसरी समात मोबाइल। ए यसरी समात समात। म बाइक निकाल्छु ल, मलाई देखाउनु ल, मलाई देखाउनु यसरी क्यामेरा गर्नु। एकैछिन आउँछु हामी हौ। चोकलेट ल्याइदिनु नि, भएन भने भाटा लिएर उत्ताबाट कुदाउँछु म फेरि मामा माइजूलाई। ल बस। ए छोरो मेरो अगाडि बस्छ अरे। छोरो बस्यो यता अगाडिपट्टि र यता श्रीमती बसी। लु अब हामी हिँडेका। अब के गर्नु, आजको मतलब कोही फनी भिडियो पनि होइन र कोही घुम्न पनि गएको होइन। हामी मेडिकल हिँडेको छोरालाई लिएर। यी श्रीमती हाई भन्दै ल ल टाटा बाइस, सरी गाइस, सरी गाइस, हिँडेका अब ल हामी। यतिमै समाप्त गरेर भिडियो मैले जे भयो गरेँ अब। सो गाइस हामी घरबाट निक्लेका थियौँ। अरू बाटोमा आउँदा यत्रो ठुलो पानी आयो र पानी आउनले गर्दा हामी यहाँ कति राम्रो ठाउँ छ यहाँ हेर्नुहोस्, माथि छानो पनि लगाएको छ र हामी एकछिन आएर यहाँ ओत्यौँ यहाँ र साह्रै मजा प्लेस छ र पानी पनि सिमसिम परिरहेछ, अझै पनि रोकेको छैन। उहाँ हेर्नुहोस् गाई गोरु कति मजाले चरिरहेछन्। उहाँ हेर्नुहोस् पानी परिरहेछ र घाँस हेर्नु कस्तो हरियो घाँसमा गाई मजाले चरिरहेका छन् र हामी यहाँ भोकै बसिरहेका छौँ। हामी यहाँ भोकै हामी बसिरहेको छौँ र गाई गोरु कति मजाले चरिरहेछ त देख्नुभयो तपाईँले। यहाँ हेर्नुहोस् हरिया हरिया घाँसहरू कति मजाले चरिरहेछ र हामी राम्रो ठाउँमा आएको छौँ एकदम। यहाँ हेर्नुहोस् नयाँ एउटा रेस्टुरेन्ट पनि ओपन भएको रहेछ र हेर्नुहोस् रेस्टुरेन्ट पनि नयाँ ओपन भएको छ। कस्तो राम्रो रेस्टुरेन्टमा हेर्नुहोस्, हेर्दै हुन्छ के कस्तो राम्रो ठाउँ छ, प्लेस कति राम्रो छ। एकदम बाटोको छेउमा छ। हेर्नुहोस् एकदम बाटोको छेउमा ठ्याक्कै हामी आएर अहिले यहाँ एकछिन होत्यौँ। पानी परिरहेछ र सिमसिम पानी पऱ्यो। हामी घरबाट निस्केको बेलामा पानी परेको थिएन गाइस, तर हामी यहाँ आइपुग्ने बित्तिकै यति ठुलो पानी पऱ्यो र हामी आएर एकछिन यहाँ ओत्तिनु पर्ने भएर। साह्रै राम्रो जग्गा रहेछ र साह्रै राम्रो रेस्टुरेन्ट पनि भर्खरै नयाँ खोलेको, एकदम बाटोको छेउमा होटल पनि एउटा मजा रहेछ। एकदम बाटोको छेउमा छ। यहाँ हेर्नुहोस् हाइवेको छेउमा हेर्नुहुन्छ है, भर्खरै नयाँ ओपनिङ भएको रहेछ। एसी पनि रहेछ यहाँ, एसी केबिन पनि छ एभाइलेबल। यहाँ हेर्नुहोस् राम्रो होटल छ माथि, मजाले बसेर रेस्टुरेन्ट। प्लेन्टोपिया नाम रहेछ यी र नर्सरी होमस्टे रहेछ। राम्रो होटल पनि रहेछ र एकदम पुरा यहाँ दोकान पनि कति राम्रो हेर्दै हुन्छ तपाईँहरू। मजाको दोकान पनि रहेछ ठक्कसँगले र हामी अब हिँडेका। पानी अलिअलि रोकिँदै गयो र हामी अब निस्किन्छौँ। छोरालाई मेडिकल लिएर जानु थियो र श्रीमती र म अनि छोरो हामी तिनजना निस्केका र आउँदै थियौँ। बाटोमा यत्रो ठुलो पानी आएर एकछिन हामी यहाँ उत्तिनु पर्ने भयो। जग्गा पनि साह्रै राम्रो लाग्यो र तपाईँलाई मैले रेस्टुरेन्ट देखाएँ र आउनुहोस् यहाँ भिजिट गर्नुहोस्। होटलमा आएर खाना एकदम घरमा पकाए जस्तो खाना पनि हुँदो रहेछ, सबै थोक राम्रो पनि हुँदो रहेछ र खानुहोस्। यहाँ बाटोमा एकदम बाटोको छेउमा छ, आउँदाखेरि यहाँ पस्नुहोस् रेस्टुरेन्ट र यहाँ आएर खाएर जानुहोस्। र कस्तो लाग्यो मेरो भिडियो, राम्रो लाग्योमा लाइक कमेन्ट सेयर गर्नु होला।
देखिए वो देखिए वो देखिए 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 ना वो हंसी देता है